घन्टीमा बोट हाले पनि सूर्यमा बोट हाले पनि जित्ता त नेपालकै जनता जित्ते हुनु। त्यो सूर्यमी बोट हालेपट्टि विदेशका जित्ते हुनु, रुखमी बोट हालेपट्टि जापानका जित्ते हुनु, त्यो घन्टीमै मात्र हालेपछि नेपालका जित्ते हुनु भन्ने कुरा त केही छैन। देख्या 3-4 मध्ये जाइमी पनि बोट दिए पनि जुन्ने पनि नेपालकै जित्ते हुनु, नेपालकै जनता जित्ते हुनु, नेता जित्ते हुनु। देख्या त्यो अब घन्टीमी बोट दिए पनि सूर्यमी बोट दिए पनि जाइमी बोट दिए पनि देशनाका जुठा बना धुनु रे यो यहाँका झाड पोछा गद्दु लेट्रिन बाथरुम साफ गद्दु छुट्टिने नै हो। कैला बोट दिबाट के होला। देख्या उही जाएर मुचाइ दिने हुँ यहाँका सेठानीलाई बोट। अब यहाँका सेठानीलाई बोट केला दिने हो भनेपछि महिना भएका दिन 500 का नोट खुडखुड पारे गइतीबाट उनी सेठानी दिन्छन्। उनले पैसा दिन्थे ग घर खर्च चल्ल छ, रासन पानीले एउटा खाना छु, घरको ऋण कर्ज पनि तिर्दा छु। देख्या यहाँका गाँठा पुला कमाइबाट लैजाएर घर माउड्या हुन्छु, घर लाउना छु। के छ हाम्रो नेपालमी कैला दिबाट कैला जिताबाट के हुने हो रे, केही छ। बोट माग्दतिका बुन्या म तुम्रै हुँ, तुम मेरै हो, तुम यस्तो गरिदिन्छु उस्तो गरिदिन्छु, मलाई बोट दिए भनेर देलदेलबाट आइबाट यसो गद्या। बोट सोट दिबाट जिताइसकेपछि आफ्ना ब्याङ्क भद्दा, आफ्ना घर ठड्याउना। राय लग नराया जस्तो आरे कि को हो तुम कहाँ हो भने कि पुना जाना। देख्या उजारमा कसैलाई जिताउनु पनि छैन, कसैलाई बोट पनि दिनु छैन। जिन्दगीभर देशना बत्थु पड्या, देशना जुठा बना धुनु पड्या। उजारा यही नकाई सेठानीलाई बोट दियो बस, कसैलाई बोट पनि दिनु छैन, कसैलाई केही पनि दिन्छ न, कसैलाई केही जिताउनु पनि छैन। आफ्ना नेपालमी बोट दिबाट केही आफ्ना गाउँघरमी केही राम्रो निको रोजगार आला रे मै आफ्नो मेहनत गरिबाट खाउँला, आफ्नै मै पेट पाल्नु होला भन्ने कुरा केही छैन। म जति सरकार मलाई यति उच्ची बना त पुरै यति उच्ची कुर्सी नि बिसाएन लगा हामीले आउनु पड्या देशना जुटा बना धुन। ठीक है उही जाएर नेता महिला छन्, हामी यहाँ ठिक्क छु। भोट सोट क्यान्सल।